हामीले थोरै टेक्निकल इस्युजले गर्दा हजुरलाई वेट गरायौँ, त्यसको लागि पनि एकदमै सरी भन्न चाहन्छु। मेरो नाम प्रतीक्षा कुँवर र आज चाहिँ म हजुरको माझमा म र मेरो टिम मिलेर चाहिँ हामी कविता वाचन गर्दैछु र थ्याङ्क यू सो मच हजुरहरूलाई पनि। र कविताको शीर्षक रहेको छ म कस्तो हुनुपर्ने हो। यो कविता सुनेर चाहिँ हजुरहरूलाई रिस पनि उठ्न सक्छ र यदि हजुरहरूलाई रिस उठ्यो भने चाहिँ सम्झनुहोस् कि यो कविता हजुरहरूकै लागि हो। र म कविता सुरु गर्न चाहन्छु। कविताको शीर्षक म कस्तो हुनुपर्ने हो। सुन न, म कस्तो हुनुपर्ने हो। कति मोटो, कति दुब्लो, अग्लो, टिप्चो, नेप्टो, म कस्तो हुनुपर्ने हो। मेरो अनुहारमा हाँसो कति, अनि म हाँस्दा मेरो ओठ खोल्नुपर्ने कति हो। मेरो अनुहारमा हाँसो कति, अनि म हाँस्दा मेरो ओठ खोल्नुपर्ने कति हो। तिमीले मलाई मै भनेर चिन्न, अनि मेरो अस्तित्वको महत्त्व बुझ्न मैले गर्नुपर्ने के हो। यदि तिमी भन्छौ त म मेरो दागले भरिएको अनुहारमा पाउडर पनि लगाउन सक्छु। यदि तिमी भन्छौ त म मेरो दागले भरिएको अनुहारमा पाउडर पनि लगाउन सक्छु। दाँतले बाङ्गा समेर बाबाको खल्ती रित्ताएर तार बाँध्न पनि सक्छु। दाँतले बाङ्गा समेर बाबाको खल्ती रित्ताएर तार बाँध्न पनि सक्छु। माने मेरै कारणले गाह्रो भएको छ तिमीलाई तिम्रो पुरुषत्व बचाउन। माने मेरै कारणले गाह्रो भएको छ तिमीलाई तिम्रो पुरुषत्व सम्हाल्न। म छातीसम्मै सल फेर्न पनि सक्छु। म छातीसम्मै सल फेर्न पनि सक्छु। म पैतालासम्म छुप्न पनि सक्छु। म छातीसम्मै सल फेर्न पनि सक्छु। म पैतालासम्मै छुप्न पनि सक्छु। अनि तिमी भन्छौ भने म मेरो सास नै रोक्न सक्छु। अझै तिमी भन्छौ भने म मेरो सास नै रोक्न सक्छु। तर फेरि म हाँस्दा मलाई उत्तौली भन्यो भने म के गर्ने। तर फेरि म हाँस्दा मलाई उत्तौली, अनि म रुँदा मलाई नघरमौली भन्यो भने म के गर्ने। तिम्रै माया पाउन लगाएको लालीले मलाई नक्कली, तिम्रै माया पाउन लगाएको लालीले मलाई नक्कली, अनि नलगाएको वचनले मलाई मूर्ख भन्यो भने म के गर्ने। अनि नलगाएको वचनले मलाई मूर्ख भन्यो भने म के गर्ने। मैले कपाल काटेको सुहाउन्न, मेरो गहना नै मेरो केस हो भन्यो। मैले कपाल काटेको सुहाउन्न, मेरो गहना नै मेरो केस हो भन्यो। मैले माने पनि। तर तिम्रै सेवामा खटिएर मैले 2 दिन कपाल नकोर्दा मलाई बोक्सी भन्यो भने म के गर्ने। तर तिम्रै सेवामा खटिएर मैले 2 दिन कपाल नकोर्दा मलाई बोक्सी भन्यो भने म के गर्ने। खुट्टैसम्म छोपौला त भनिहाले, खुट्टैसम्म छोपौला त भनिहाले, छोप्छु भने। खुट्टैसम्म छोपौला त भनिहाले, छोप्छु भने। तर मेरो कुइनो समेतले तिमीलाई सतायो भने म के गर्ने। तर मेरो कुइनो समेतले तिमीलाई सतायो भने म के गर्ने। मेरो त जात नै दुई जिब्रे, चोकमा गफलाउँदै हिँड्ने भन्यो मैले माने पनि। मेरो त जात नै दुई जिब्रे, चोकमा गफलाउँदै हिँड्ने भन्यो मैले माने पनि। तर तिमीसँग मैले एक रातमा बिताउँदैमा मेरा बारेमा चाहिँदा नचाहिँदा जुन तिमी हल्ला फैलाउँदै हिँड्छौ नि, त्यसलाई चाहिँ म के भन्ने। मेरो त कुनै मेल नै छैन तिमीसँग।
मेरो कुनै मेल नै छैन तिमीसँग। तिमी जन्मदै हर्षको बहार लिएर आउने, तिमी जन्मदै हर्षको बहार लिएर आउने, अनि म नजन्मदै तुहिएर जाने, म नजन्मदै तुहिएर जानेसँग तिम्रो किन मेल छ र? म नजन्मदै तुहिएर जानेसँग तिम्रो किन मेल छ र? भन न म कस्तो हुनुपर्ने हो, भन न म कस्तो हुनुपर्ने हो? मेरो छातीको उचाइ कति, मेरो बोलीको चर्काइ कति, अनि मेरो कपडाको लम्बाइ कति हुनुपर्ने हो? मेरो छातीको उचाइ कति, मेरो बोलीको चर्काइ कति, अनि मेरो कपडाको लम्बाइ कति हुनुपर्ने हो? विजय दशमी र लक्ष्मी पूजामा त म देवी नै हो, विजय दशमी र लक्ष्मी पूजामा त म देवी नै हो। तर महिना कति 5 दिन, तर महिना कति 5 दिन जब मैले रगत बगाउँछु तब तिमीले मलाई छुन योग्य हुन मैले गर्नुपर्ने के हो? महिना कति 5 दिन जब मैले रगत बगाउँछु तब तिमीले मलाई छुन योग्य हुन मैले गर्नुपर्ने के हो? भन न।